धेरै पड्कियो भयो के भयो रे हरियो मकै दराम दराम हरियो मकै त हो नि यसलाई हरियो मकै भन्छ अबिर थापा हरियो मकै दराम दराम है खान्छु त के सिधेपछि हामी खाइरहेको छु त मकै पनि भयो है अब यसमा के पोल्ने भन्ने मात्रै कुरा हो एकदम डढ्यो धेरै डढ्यो अस्तिको मगाउनु धेरै डढ्यो आगो राप्यो मुनि भयो नि त डिप भयो नि त दुईटा प्लेट रहेछ के प्लेट रहेछ त्यो ड्याडीले मैले च्वाक बनाएर कपाल काट्दै है अबिर थापा अबिर थापाले देखेन नि ड्याडीको कपाल काटेको म त ऊ त्यहाँ रहेछु त मैले मेरै भिडियो खेल्नु त त्यहाँ हेरेपछि हुँदो रहेछ है रिफ्लेक्सन हरियो मकै दर्याम दर्याम हरियो काँक्रो दर्याम दर्याम मैले मिस्टेक आएछ त हरियो काँक्रो दर्याम दर्याम मकैबारी हरियो काँक्रो कर्याम कर्याम मकैबारी दर्याम दर्याम अब आयो रे कान्छी अबको स्कुलबाट इमेल आएछ कि छैन आछ तर त्यो उसको इमेल आएन कसरी आछ है त्यो राम्रो हेरौँ के भनेको छ अब भोलि ड्याडीलाई उयो फर्सी टिपेर खुवाएर पठाउनुपर्छ है खै कहाँ छ कलिलो फर्सी ड्याडीलाई खुवाउने फर्सी यो हो कि यो अलिक सानो छ ऊ त्यो फर्सी चाहिँ झार्दिएको कि झरेको होइन त्यो माथि लौका छिप्पिएछ जस्तो यो हरिस हेलो नेपालमा मकै खाने बेला भयो होला अन्डा राखेको छु कुन चाहिँ एउटा कामरा अर्को कामरा उसले चाहिँ अर्को बिर्सियो आज अन्डा पोलेर हेरौँ है कस्तो हुन्छ यो चाहिँ सबै ड्याडीको ट्रिकमा पोलिन्छ होइन पोलेको खानु त भएको मिठो हुन्छ ड्याडीले मिठो हुन्छ पनि भने हो पहिला पड्क्यो पनि भने हो होइन मैले उसिन्छु भन्दाखेरि मिठो हुन्छ भन्नु म त खाएको होला भनेर खाँदैन आइकन त मिठो हुन्छ
दुईटामा फेदर रहेछ ल अब कतिवटा छ दुईटामा ल ठिकै छ त्यो डन्ट टच त्यो अब पोल्ने हो भाजी खानु बेला एकछिन प्लेटमा हालेर के है चिनी सिलाएपछि मिठो हुन्छ छोडा मिल्छ एउटा भात छोरा हाल्नु नि अलिक कलेज छ तर गुलियो रहेछ होइन यो त टु गुलियो हुन्छ नि टु मच टु गुलियो हुँदा टु मच मेरो एकदम कलिलो पनि हुन्छ ज्यादा कलिलो र ज्यादा गुलियो ल अन्डा हालौँ नि त है त अब एकचोटि आगोमा हेरौँ अन्डा हालेर ड्याडीको छेउमै पड्किन्छ कि बाजु जाँदा मासु नखाने के खान्छ अन्डा यसरी अन्डा खान्छ अन्डा अनि के खान्छ बाबु मासु नखानेले अन्डा खान्छन् आलु खान्छन् च्याउको खै बढी त्यति खानु त्यतिकै लटर पटर मोली मलाई अलिक नुन पर्छ नुन सुन पछि सर्किँदै अनि त्यहाँ लटर पटर गरेर ल अब अन्डा पनि आज अन्डा पनि खाइदिनु चाहिँ के भन्छ पोलेको अन्डा अरे यो पार्वतीको लागि होला होइन पोलेको अन्डा मैले अन्डा दिइरहेको छु हामीले अब मासु खाएपछि अब कसले खान्छ त्यो पोलेको अन्डा भइसक्यो मैले त त्यो बुझ्नु के भयो मे 80 मेथी ड्याडीले त छोडाएरै खानुपर्छ है मैले छोडाएँ हो मेरो त खा एक दाल एक उ गरेपछि त भयो मेरो त मैले त सबै छोडाएँ Papa lekker eten. हरियो मकै कर्याम कर्याम